विशेष गरी म खाद्रेमा आजभन्दा 15 वर्ष अगाडि जब यस ठाउँमा आएँ पहिलोचोटि, यस ठाउँमा आइसकेपछि यो गाउँ मेरो लागि एकदमै नयाँ थियो। चारैतिरबाट जङ्गलले घेरेको, अनि विशेष गरी जब यो माथि पहाड जब मैले डाँडालाई देखेँ, डाँडाको त्यो दुईटा रुखहरू देख्दा मेरो हृदयमा एकदमै एक प्रकारको प्रश्न उब्ज्यो। यो दुईटा रुखको पछाडि, डाँडा पछाडि के छ भन्ने कुराहरू एकदमै जिज्ञासा जाग्यो। मैले गाउँका मान्छेलाई सोधेँ, यो माथि डाँडा जुन डाँडा छ, यो दुईटा रुखहरू त्यहाँ छन्, त्यो पछाडि चाहिँ केही छ कि? अनि गाउँका मान्छेले त्यहाँ चाहिँ एउटा गाउँ छ र त्यो गाउँको नाउँ चाहिँ खुम्खानी हो। गाउँको मान्छेलाई सोधेँ त्यहाँ कस्ता प्रकारका मान्छेहरू बस्छन् भने चाहिँ त्यहाँ चाहिँ एकदमै निम्न वर्गका गरिब मानिसहरू बस्छन्। अनि त्यो सुनिसकेपछि त्यो गाउँमा जाने मेरो ठुलो इच्छा जाग्यो। त्यसैले परमेश्वरले यो डाँडामा जानुपर्छ, यो डाँडापारीको गाउँमा जानुपर्छ भन्ने त्यो दर्शन र बोझ मेरो हृदयमा दिन प्रतिदिन हालिदिनु भयो। असार साउनको महिनामा बर्खाको झरी थियो। मसँग 2-3 जना गाउँका साथीहरू पनि थिए र हामीले परमेश्वरको प्रेमको बारेमा एकअर्कासँग बाँड्दै र बिचमा हामीले विषम ठाउँहरूमा हामीले भजनहरू गाउँदै पनि बाटो पनि तपाईँको सहज रूपको बाटो छैन। विशेष गरी त्यहाँनिर चाहिँ विभिन्न झारहरू, जङ्गली रुखहरू, काँडाको रुखहरू छ। र कहिले पुगिला भन्ने त्यो पनि एकदमै त्यो भित्र मनमा त्यो कुराहरू आइराख्ने। र हामी दुवैजना लगभग 3 घण्टाको यात्रामा हामी खुम्खानी गाउँमा पुग्यौँ। ल फेरि पनि नमस्ते है। तपाईँको सन्तोषको फुपू हुनुहुन्छ? धन्यवाद। जब हामी त्यस ठाउँमा पुग्यौँ, त्यहाँका मानिसहरूले हामीलाई स्वागत गरे। खुम्खानी गाउँका मानिसहरूका आवश्यकताहरू, उनीहरूको दैनिक आवश्यकताहरू पनि एकदमै धेरै उनीहरूलाई चुनौतीपूर्ण छ। खुम्खानी गाउँमा आजको दिनसम्म गाडीको बाटो पुगेको छैन। त्यो चाहिँ एकदमै दुःख कुरा हो। त्यहाँका मान्छेहरूको लागि आफ्नो आवश्यकताहरू, दैनिक दिनको आवश्यकताको लागि उनीहरू चाहिँ लामो यात्रा तय गर्नुपर्छ। र त्यहाँ अहिलेसम्म तपाईँको आधारभूत स्वास्थ्य चौकी पनि छैन। मान्छेहरूले एउटा सिटोमोल पनि पाउँदैन। त्यो चाहिँ एकदमै दुःख कुरा हो। र त्यहाँका मान्छेहरू राज्यबाट एकदमै पिछडिएको छ। राज्यले कुनै पनि व्यवस्था गरेको छ। स्कुल राम्रो छैन। र बिस्तारै त्यहाँका मान्छेसँग मैले सम्बन्धहरू स्थापना गर्न थालेँ। मलाई अझै पनि याद छ ती दिनहरूमा हामीले खानाहरू पकाएर यहाँदेखि माथि डाँडामा खाना लिएर जान्थ्यौँ र उनीहरूको घरमा हामी बास माग्थ्यौँ र उनीहरूको खाना र हाम्रो खाना साटेर हामी खान्थ्यौँ। यसरी हामीले हाम्रो सम्बन्धहरूलाई हामीले सुरु गऱ्यौँ। त्यस्तै थियो। तपाईँले 5,000 दिनु नि। ए तलबाट आइकन बुद्धि भयो भने 5,000 मलाई सहयोग दिनु। विशेष गरी उमा चाहिँ खुम्खानी गाउँमै बसिन्। उनी लगभग 20 वर्षको उमेर हुँदा उनी चाहिँ आगोमा परिन्। कारण उनलाई मृगी रोग थियो। अहिले हामी
उमाको घरमा छौँ यहाँनिर र आगोमा परेर उनको दाहिने खुट्टा र देब्रे खुट्टाको घुँडा एकदमै नराम्रोसँग जल्यो 6 महिनादेखि उनी चाहिँ एकचोटि मिर्गी लाग्यो र त्यसपछि उनका आमा बुवाहरूसँग उनलाई तल ल्याएर हस्पिटल ल्याएर उपचार गर्ने पैसा थिएन हिजो पनि भर्खर लगभग 6 महिनासम्म त्यो केटीले एकदमै दुःख पाएको रहेछ एकदमै अनि त्यो देख्दा मेरो हृदयमा एकदमै उनीप्रति त्यो दया भर्यो र परमेश्वरको आत्माले त्यो बेला मलाई भन्नुभयो तैँले चाहिँ यो नानीलाई तल हस्पिटल लग्नु पर्छ त्यसपछि मैले अनि मेरो टिमले हामीले ढोकामा उमालाई हालेर त्यसपछि हामी पाल्पा हस्पिटल गयौँ जहाँनिर उमाको अपरेसन भयो देख्न सक्नुहुन्छ उनी पूर्ण रूपमा 6 महिनापछि उनी पूर्ण रूपमा निको भए र जब हामीले उमालाई गाउँमा लिएर आयौँ गाउँका मान्छेहरू एकदमै अचम्बित भए कारण यो केटी मर्छ अब यो बाँच्दैन भनेर धेरै मान्छेले भनेका थिए अहिले त ठिक छ दुध त्यो कुराले चाहिँ गाउँका मानिसहरूलाई हामीप्रति र मण्डलीप्रति एकदमै सकारात्मक विचार हालिदियो र मानिसहरूमा के विचार भयो भने चर्चका मान्छेहरू चाहिँ दयालु हुँदो रहेछन् चर्चका मान्छेहरू चाहिँ दुखी कष्टमा परेको मान्छेहरूलाई सहायता गर्ने हृदयका हुँदो रहेछन् भनेर मलाई वचनको खण्ड अझ पनि याद छ यो 3 छोरा किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् परमेश्वरको इच्छा यही नै हो कि एकजना मानिस पनि नमरोस् र खुमखानीको एकजना आत्मा पनि परमेश्वरको राज्यमा बडो महत्त्वपूर्ण छ र जब जब मैले त्यहाँका मानिसहरूलाई देख्छु त्यहाँका मानिसहरू अझै पनि उनीहरू अन्धविश्वासमा धामी झाँक्रीमा झारफुकमा यति विश्वास छन् कि जहाँनिर उनीहरूले आफ्नो ज्यान पनि गुमाएका छन् र ती कुरालाई देखिरहँदा म आफ्नो हृदयलाई भनौँ न एक ठाउँमा आफैलाई चुप्प लागेर बसिरहनु मलाई सकेन भनौँ न म जब जब त्यहाँ जान्छु त्यहाँका मानिसहरूलाई चाहिँ म प्रभु येशूको बारेमा भन्छु म उनीहरूलाई यही नै भन्छु कि परमेश्वर स्वर्गलाई छोडेर यस धरतीमा आउनु र वास्तवमा हामीले परमेश्वरलाई खोजेनौँ तर परमेश्वर स्वयंले नै हामी जस्ता अयोग्य तुच्छ र पापी मानिसलाई खोज्न आउनु र वास्तवमा सुसमाचारले एउटा आशा के दिन्छ भने मानिसहरूलाई वास्तवमा जब हामी येशूमा विश्वास गर्छौँ त्यस कुराले चाहिँ हामीले विश्वास गरेर हाम्रो पाप हाम्रो क्षमाउँछ म उनीहरूलाई विस्तृत रूपमा भन्छु र जसद्वारा चाहिँ उनीहरूले चाहिँ प्रभु येशूको बारेमा बिस्तारै बिस्तारै बुझ्दै जान्छन् जब म पहाडमा गएँ त्यहाँनिर केही धेरै बालबालिकाहरू मैले भेटाएँ जो चाहिँ आमा बुवाविहीन आमा बुवा हुँदा हुँदा पनि उनीहरू टुरा भएका बालबालिकाहरूलाई मैले भेटाएँ तिमी के गर्दैछौ येशूको प्रेमको म गाउँदछु जो म गाउँदछु शाबास उनीहरूको हजुरबुवाहरू एक दिन मका आएर उनीहरूले मसँग अनुरोध गरे कृपया हाम्रो नातिनीलाई हेरिदिनुहोस् किनकि हामी एकदमै गरिबी छौँ हामी उनीहरू पढाउन सकिरहेका छैनौँ अनि त्यसपछि उहाँहरूको अनुरोधमा मैले नाइ भन्न सकिनँ परमेश्वरले ती बच्चाहरूप्रति मेरो हृदय बोल्नुभयो
र अहिले हामीले 6 जना बालबालिकाहरूलाई 2 जना नानीहरू र 4 जना बाबुहरू छन्। र साथै हाम्रो 2 जना आफ्नै नानी बाबु पनि छन् र हामीले उनीहरूको आत्मिक जीवन, उनीहरूको भौतिक जीवनदेखि लिएर उनीहरूलाई हरेक कुरामा पढाउने, लेखाउने र उनीहरूलाई परमेश्वरको वचनबाट सिकाउने कामहरू गरेका छौँ। ल बजेको है ल बस। म उत्साहित हुनुको मुख्य कारण नै प्रभु येशू ख्रीष्टको बलिदान नै हो। अनि उहाँको त्यो बलिदानले गर्दा म जस्तो पापी र अधर्मी बचाइएको छु। र म आफै मात्र बाँचेर होइन, तर मद्वारा पनि अरू मानिसहरूले पनि येशू ख्रीष्टलाई चिन्नुपर्छ र येशू ख्रीष्टबाट पाइने उद्धार र मुक्ति पाउनुपर्छ। आफै खतम भयो। र वास्तवमा मेरो हृदयको ठुलो चाहना यही नै छ कि म बाँचुन्जेलसम्म मानिसहरूलाई परमेश्वरको सत्यता र सुसमाचारलाई म मानिसहरूको बिचमा छर्न चाहन्छु। परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौँ र विशेष र मानिसहरूले यही नै म चाहन्छु कि हरेक मानिसहरूले प्रभु येशूलाई चिन्न सकुन् र प्रभु येशूमा साँचो शान्ति र आनन्द पाउन सकुन्।